यही स्टाइलले क्या जुन स्टाइलले सनातनी स्टाइलले सरकार चलिरहेको छ नि त्यही स्टाइलले चल्दा त हिजो विकास भइहाल्थ्यो कि टन्न। नेपालमा नेपाल सरकार र वन सरकार छ। वन सरकार बेग्लै छ, नेपाल सरकारले भनेको मान्दैन। अलिक के स्टार्टै पो नभएको हो कि 4 महिनासम्म भन्ने भयो क्या। अझै त्यो भनेर म निराश चाहिँ छैन हेर्नु भनेपछि अहिले 100 मेगावाट चाहिँ एउटा कम्पनीले पेपर गर्ने भयो भन्ने हिसाबले प्राइभेटसँग पोजिटिभ छैन भन्ने कुरा लिनु हुँदैन। अब ट्रान्समिसन लाइन बनाउनु पनि हामी पास भयौँ, अब सरकारले फेल भन्न मिल्दैन क्या। विद्युत उत्पादन गरेर पनि पास भयौँ, हामी ट्रेडिङ गरेर पनि पास हुन्छौँ। लाइसेन्स दिनुहोस् न। हाम्रो चाहिँ जति गफ गरे पनि चाइना बङ्गलादेश जे गरे पनि हाम्रो मार्केट भनेको भारतै हो। भारतलाई आज पनि हाइड्रो पावरको आवश्यकता छ होइन। त्यो चाहिँ के हो भने G2G मात्रै व्यापार गरेर हुँदैन, B2B गर्नु पर्यो। अब अहिले नेपाल सरकारको के जान्छ त भन्नु न, ल B2B व्यापार गरेर दिनु। व्यापारीले पैसा कमाउँछ, कर तिर्छ, ट्याक्स तिर्छ, देशभित्र पैसा आउँछ। दर्शकवृन्द नमस्कार, बीच पार्टीको द अदर साइड कार्यक्रममा म यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म ईश्वर अर्याल। यो कार्यक्रममा हामीले नियमित रूपमा देशको आर्थिक, राजनीतिक र अन्य समसामयिक विषयमा सम्बन्धित क्षेत्रका विषयविज्ञहरूलाई बोलाएर कुराकानी गर्ने गरेका छौँ। यसै क्रममा आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष मोहन कुमार डाँगी। उहाँ भर्खरै इप्पानको अध्यक्ष बन्नुभएको छ। यहाँलाई सफल कार्यकालको शुभकामना सहित म हाम्रो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। हस्, धन्यवाद ईश्वरजी। सर्वप्रथम त तपाईँलाई एउटा जिज्ञासा राखिहालौँ, तपाईँ अध्यक्ष बन्ने प्रक्रियामा त्यहाँ केही न केही असन्तोष, केही न केही भने मैले मतभेदहरू देखिएको पनि थियो। यद्यपि तपाईँ सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभयो, त्यो विच इज भेरी नाइस, भेरी गुड होइन। त्यति बेला देखिएको खटपटको व्यवस्थापन कसरी गरिरहनु भएको छ, मेरो पहिलो जिज्ञासा। यसो छ, अब कुनै पनि जीवन्त संस्थामा 2057 सालदेखि स्थापना भएको संस्था हो होइन। 25-26 वर्षको हामीले गत वर्ष मात्रै सिल्भर जुब्ली बनायौँ भनेपछि कुनै पनि जीवन्त संस्थामा चुनावको बेला होइन, अधिवेशनको बेला थोरै चाहिँ तपाईँको मतान्तर हुनु, छलफल हुनु, बहस हुनु, त्यसलाई अन्यथा मान्नु हुँदैन। अब त्यो चाहिँ अहिले मात्रै भएको होइन, पहिलेदेखि हाम्रो चुनाव आएको बेला हाम्रो विधान त 3 वर्षको कार्यकाल हुन्छ। 3 वर्षको कार्यकाल अब त्यो ह्यान्डओभर टेकओभर गर्ने बेलामा जहिले पनि अधिवेशनको बेलामा थोरै चुनावी रङहरू आउँछ होइन। त्यो यसपालि पनि आएको थियो। तर गत 2टा निर्वाचनहरूमा चाहिँ पुरा सर्वसम्मत हुन सकेको थिएन। हामीले केही पदहरू सर्वसम्मत गरेर केही पदहरूमा चुनाव पनि गरेको थियौँ। यो पल्ट चाहिँ सर्वसम्मत भएको छ। अब त्यसमा चाहिँ त्यसलाई अन्यथा लिनु हुँदैन। अहिले चाहिँ अब सबै साथीहरू यहाँ चाहिँ एकमत छ, कोही चाहिँ यो परेन र ऊ परेन भन्ने छैन। सबैलाई समेटेर सबैलाई जिम्मेवारी दिएर अगाडि बढिरहेको छ। मैले केही अन्य सदस्यहरूसँग पनि 11 सदस्यहरूसँग कुराकानी गर्ने मौका पाएको थिएँ। उहाँहरूले मलाई भन्नुभएको थियो अलिकति उहाँको एकलौटी गर्न खोज्नु भएको कि जस्तो पनि देखिन्छ, त्यो सोध्नु होला भन्नुभएको छ। यसो छ 100मा 100 हुँदैन है, 100मा 100 हुँदैन। अब कोही तपाईँले कोसँग सोध्नुभयो त्यो त मलाई थाहा छैन। अब कोही सबै चाहिँ तपाईँको सन्तुष्ट हुन्छन् भन्ने त छैन, 100मा 100 हुँदैन। त्यस्तो कसैलाई लागेको होला, त्यस्तो लागेको छ भने पनि समेटेर लाने हो। अर्को कुरा, यो तपाईँहरूले FNCCI-बाट हाम्रो इप्पानलाई बाहिर निकाल्नु भयो, छुट्टै महासङ्घ बनाउँछौँ हामीले, के रिस राग थियो मलाई थाहा भएन। अब त्यो प्रक्रिया कहाँ पुग्यो? यसलाई यसो छ, त्यहाँ रहँदा र तपाईँहरू छुट्टै एउटा इन्डिपेन्डेन्ट संस्था केही छैन। यसो छ, झन्डै FNCCI-मा 125 वटा जति 22-25 वटा चाहिँ सङ्घहरू छन् होइन। त्यो सङ्घमा हामी पनि नियमित रूपमा पहिलेदेखि थियौँ होइन, पहिलेदेखि थियौँ। गत वर्ष हामीले के भयो भनेपछि त्यहाँ चाहिँ अहिले नेपालमा यो हामी चाहिँ ऊर्जाका लगानीकर्ताहरूको संस्था हो। ऊर्जाको लगानी भनेको झन्डै 15 खरबको हाराहारी ऊर्जामा लगानी भइसकेको छ अहिले। त्यो भएको हिसाबले त्यहाँ भएका सङ्घहरू सबै सङ्घहरू सरह हामीलाई व्यवहार गरिँदाखेरि त्यो सरह व्यवहार चाहिँ हामी हुँदैन भन्ने हाम्रो मान्यता थियो। हामीले पहिला पनि हामीले त्यो धारणाहरू चाहिँ FNCCI-मा राख्दै आएका थियौँ। अब गत वर्ष चाहिँ अब अध्यक्षज्यू निवर्तमान अध्यक्ष गणेश कार्की चाहिँ इलेक्टेड भएर आएपछि हामीले चाहिँ पहिलो र दोस्रो बैठकले नै हामीलाई त्यहाँबाट उल्टो गर्ने चाहिँ हामीले निर्णय गऱ्यौँ। र त्यो निर्णय चाहिँ तपाईँको त्यही नै हो। एउटा मेन कारण चाहिँ अब 125 वटा सङ्घहरूलाई हेर्ने धारणा र इप्पानलाई हेर्ने धारणा एउटै भएको कारणले होइन। हामीले के भनेको थियौँ भनेपछि जस्तो अहिले चाहिँ FNCCI भन्नुहोस्, CNI भन्नुहोस्, चेम्बर भन्नुहोस्,
अहिले चाहिँ तपाईँको ऊर्जा सेक्टरमा लगानी नगर्ने, जलविद्युतमा हाइड्रो पावरमा लगानी नगर्ने त कोही पनि भेट्नुहुँदैन तपाईँले। त्यही गएर पनि अहिले तपाईँको ती संस्थाहरूमा पनि ऊर्जा सेक्टरका समस्याहरूको भोइस त प्रशस्त आउँछ नि त, एक नम्बरमै आउँछ के। भनेपछि त्यो सबैले चाहिँ योगदान गरेको संस्था भनेपछि हामीले एटलिस्ट के मागेका थियौँ तपाईँको एफएनसिसिआईसँग भने इपानको सिफारिसमा होइन, तपाईँको एफएनसिसिआईको विधान जे छ त्यो विधानको व्यवस्था अनुसार इपानको सिफारिसमा ऊर्जाको सभापति चाहिँ इपानले पाउनुपर्छ भन्ने हामीले गरेको थियौँ। त्यसमा अलिकति व्यवस्था भएको हो होइन। त्यो कारणले गर्दाखेरि त्यसो हुँदाखेरि त हामी त एक्लै नै प्रतिनिधित्व गर्छौँ भन्ने आयो। अर्को कुरा तपाईँको महासङ्घको कुरा उठाउनु भयो। महासङ्घको कुरा अहिले पनि हामी महासङ्घमा नजाने भनेर हामीले जस्तो अहिले हामीले त्यो कानुनका कारणले गर्दाखेरि, कानुनको बाध्यताको कारणले गर्दाखेरि नजाने भनेर भन्यौँ। अस्तिको एजिएममा हामीले पास गऱ्यौँ, हाम्रो कार्य समितिले लगेर पास गऱ्यौँ। त्यो भनेको के भनेपछि हामी अझै पनि कानुनले एलाउ गर्दा, त्यो चाहिँ कानुनले एलाउ नगरेर गरेको हो क्या त्यो। जस्तो 2072 सालमा अहिले तपाईँलाई मैले जानकारी गराउँ, 77वटा जिल्लामध्ये काठमाडौँ जिल्लामा मात्रै महासङ्घ दर्ता हुन्छ। जस्तो संस्था दर्ता ऐन 2034 अनुसार महासङ्घ भनेको काठमाडौँमा मात्रै दर्ता हुन्छ। त्यो पनि काठमाडौँमा दर्ता रोकिएको छ, अहिले रोकिएको अवस्था छ, त्यो दर्ता हुँदैन। अर्को चाहिँ एउटा के हुन्छ भनेपछि त्यो जस्तो एफएनसिसिआई जसरी दर्ता भएको छ क्याबिनेटमा गएर दर्ता हुन्छ। क्याबिनेटमा गएर दर्ता हुने चिज पनि 72 सालदेखि रोकिएको छ होइन। भनेपछि हामीले एजिएमबाट निर्णय गरेर अथवा कुनै चाहिँ तपाईँको कार्य समितिले निर्णय गरेर जे गरेर निर्णय गऱ्यौँ, त्यो निर्णय गरेर कानुनले एलाउ गरेन भने त त्यो कानुनको त्यहाँ हाम्रो विधानमा पनि लेखेको हुन्छ, कानुनसँग बाजिएका चिज स्वतः निष्क्रिय हुनेछ भनेर लेखेको हुन्छ क्या। भनेको हामीले महासङ्घमा जाने भनेर गरेको निर्णय स्वतः निष्क्रिय भयो क्या। किनभने कानुनले दिएन नि त, त्यो स्वतः निष्क्रिय भयो। अब तपाईँको कानुनले अझै एलाउ गर्यो भने हामी त महासङ्घै हुने हो त, किनभने सेक्टर ठुलो भयो, लगानी धेरै भयो होइन। अब समस्याहरू हाम्रा बढे, त्यो हरेक हिसाबले चाहिँ हामी महासङ्घमा जाने नै हो। तर अहिले भर्खरलाई के भयो भन्दाखेरि तपाईँको कानुनले एलाउ गरेन। कानुनले एलाउ नगरेको चिज चाहिँ विधानले नै निष्क्रिय बनाउँछ। केही समय अगाडि प्रधानमन्त्री बालनसँग तपाईँ त हुनुहुन्थेन क्या अरे, तपाईँको टिमको भेट भयो, तपाईँको रेगुलर कुराकानी पनि भइरहेको होला। अब म समस्याहरूमा त पछि आउँछु। उहाँले के भन्नुभयो, जलविद्युत क्षेत्रप्रतिको प्रधानमन्त्रीको बुझाइ यहाँलाई कस्तो लाग्यो? यसो छ, तपाईँले अघि नै भनिहाल्नुभयो, क्वेसनमै भन्नुभयो, म सहभागी थिइनँ होइन। के भयो भन्दाखेरि संयोगले यो ऊर्जा उद्यमीहरू विशेष गरेर हाइड्रो पावर बनाउनेहरू हामी गाउँमा दौडिरहनुपर्छ। त्यो चुनावको कारणले गर्दाखेरि 2 महिनासम्म म साइड गरेर जान पाएको थिइनँ। अहिले मेरो मनाङमा साइड चलिरहेको छ। ठ्याक्कै म मनाङ जाने गएको भोलिपल्ट प्रधानमन्त्री कार्यालयबाट मलाई नै फोन आयो होइन। मलाई फोन आएपछि ल एकपल्ट चाहिँ ऊर्जा क्षेत्रको विशेष गरेर जलविद्युत क्षेत्रको को बारेमा अलिअलि सामान्यज्यूले चाहिँ चासो राख्नु भएको छ, एकपल्ट उहाँसँग भेटेर चाहिँ इपानले ब्रिफिङ गर्नु पऱ्यो, तपाईँहरूलाई बोलाउनु भएको छ भनेर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि मैले चाहिँ हिजो मात्रै म आइपुगेँ साइडमा। मलाई 2 दिन टाइम दिनु, 2 दिन पछाडि म आइपुग्छु, अनिखेरि आउँछु भनेर भने। अनि त्यसो भनेपछि के भयो भने चाहिँ तपाईँ यसो नि, तपाईँ आएपछि फेरि भेटौँला, अहिले चाहिँ तपाईँको सेलेक्टेड टिम पठाइदिनु न 4-5 जनाको भनेर भन्नुभयो। त्यसो भनेपछि त मैले पठाउनु पऱ्यो नि त होइन। त्योबाट गरेपछि भनेपछि त्यो कतिपय कुराहरूमा मिडियाहरूमा के आयो भने चाहिँ अध्यक्ष चाहिँ उपस्थित नहुनुको कारण के हो भन्ने पनि आयो कि। तपाईँले ब्रिफिङ चाहिँ भयो होला त्यसमा के हो भन्दाखेरि सबै कुरा मैले नै म्यानेज गरेको हो। वरिष्ठ उपाध्यक्ष उत्तम लोनको नेतृत्वमा 5 जना सदस्यहरू त्यहाँ जानुभयो। सामान्य प्रधानमन्त्रीसँग 1.5 घन्टा कुरा भयो। उहाँले यो क्षेत्रमा विशेष चासो राखेको र उहाँले बुझेको कुरा साथीहरूले मलाई ब्रिफिङ गर्नुभयो। त्यहाँबाट बाहिर निस्किसक्दा फोन गरेर मलाई ब्रिफिङ गरिहाल्नुभयो। यो यस्तो कुरा आयो भनेपछि उहाँले विशेष गरेर अहिले उहाँले समस्या, मेरो विचारमा उहाँले जे क्वेसन गर्नुभयो त्यो क्वेसनले सुन्दाखेरि उहाँले समस्या राम्रोसँग बुझ्नु भएको छ। अहिले चाहिँ हाम्रो खपतको समस्या छ, बजारको समस्या छ भन्ने कुरा उहाँले बुझ्नु भएको छ। र उहाँले चाहिँ हामीलाई के भनेर पठाउनु भएको छ साथीहरूलाई भनेपछि यो चाहिँ विद्युत निर्यात गर्दाखेरि, जस्तो अहिले चाहिँ विद्युत प्राधिकरणले निर्यात गरिरहेको छ, अहिले त एकलौटी विद्युत प्राधिकरणको छ भने चाहिँ निर्यात गर्दाखेरि प्राइभेटले निर्यात गर्दाखेरि गभर्मेन्टलाई के फाइदा हुन्छ, कुन हिसाबले फाइदा हुन्छ, त्यो कुरामा चाहिँ अलिकति पोइन्ट आउट गरेर मलाई प्रेजेन्टेसन पठाउनुहोस् भनेर उहाँले भन्नुभएको छ। हामीले प्रेजेन्टेसन पठाइसकेका छौँ होइन। भनेपछि उहाँले चाहिँ यो सेक्टरको मर्म बुझेको। तर त्यो छलफल पछाडि हिजो कि अस्ति मात्रै एउटा निर्णय आएको छ विद्युत प्राधिकरणको,
निजी क्षेत्रलाई लाइसेन्स नदिएर प्राधिकरणकै सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनीलाई 100 मेगावाटसम्म विद्युत व्यापार गर्न स्वीकृति दिएको भन्ने यो रिसेन्ट प्राधिकरणको निर्णय छ। त्यो त प्रधानमन्त्री सुनेको जस्तो त देखिएन त। यसो तपाईँ चाहिँ आशावादी हुनुहुन्छ? त्यसमा यसो हो, त्यसमा के हो भने नि त्यसरी 1 to 1 100 मेगावाटको कुरा होइन क्या यो, सबैलाई 100 मेगावाटको होइन। हामी त म भनिरहेको छु, बारम्बार मिडियामा पनि भनिरहेको छु, विद्युत ऐन 2049 अनुसार नेपाल विद्युत प्राधिकरणको कुनै कम्पनीलाई ट्रेडिङको लाइसेन्स दिन मिल्छ भने होइन, अनि कम्पनी ऐन अनुसार दर्ता भएको नेपालको त्यो पनि कम्पनी ऐन अनुसारले दर्ता भएको सेम हो नि स्ट्याटस त, भनेपछि त्यसलाई दिन मिल्छ भने हामीलाई किन दिन मिल्दैन भनेर हामीले यो पनि कुरा उठाइरहेको छौँ। तपाईँले ठिकै कुरा उठाउनु भयो, त्यहाँको चाहिँ सेयर प्राइभेटलाई दिएर मिलेर गर्ने कि भन्ने पनि कुरा त्यो लेभलमा पनि सरसल्लाह भएको छ। भनेपछि त्यसलाई त उनै छैन त, त्यसलाई त तपाईँको नेपाल विद्युत प्राधिकरणले दिनु नदिनुसँग अर्थै छैन। विद्युत प्राधिकरणको एउटा कम्पनी हो त्यो कम्पनी पनि कम्पनी वा व्यक्ति त बेग्लै भयो नि त। त्यो त विद्युत प्राधिकरणको स्वामित्व छ, त्यो बेग्लै कुरा हो, तर कम्पनी त अलग कम्पनी हो। त्यसलाई ट्रेडिङको लाइसेन्स दिएको त 3 वर्षभन्दा बेसी भइसक्यो नि त। भनेपछि 3 वर्षभन्दा पहिलेदेखि नै काम गर्नलाई त उसलाई त केले रोकिएको छ त? रोकिएको छैन नि त। भनेपछि अहिले भर्खर चाहिँ तपाईँको 100 मेगावाट गरेर के गर्ने भने उसलाई त तपाईँको 12,800 मेगावाटकोहरूले पिपिए गरेका छन्, 16,140 मेगावाट हाम्रो पिपिएको लाइनमा छन्। त्यो सबै गरेर सबै व्यापार गर्नलाई नेपाल विद्युत प्राधिकरणलाई त केले पनि रोकेको छैन नि त। भनेपछि त्यो एउटा अर्थ चाहिँ 100 मेगावाटको काम गर्नलाई चाहिँ विद्युत प्राधिकरणले भनौँ भन्ने अर्थमा तपाईँको निजी क्षेत्रलाई लाइसेन्स दिन चाहिँ त्यो सपोर्टिभ देखिएन भन्ने कुराले अर्थ राख्दैन। किनभने यहाँ 100 मेगावाटको कुरा होइन, यहाँ त हजारौँ मेगावाटको कुरा छ नि त। 10,000 मेगावाटको त हाम्रो चाहिँ भारतसँग सम्झौतै भएको छ होइन। 5,000 मेगावाट बङ्गलादेश पठाउने भनेको छौँ, 13-14,000 15,000 मेगावाट यहाँ बनाउने भनेको छौँ। 30,000 मेगावाटको हाम्रो सरकारले लक्ष्य निर्धारण गरेका छ, जस्तो सहयोगी कार्ययोजनादेखि लिएर सबै कुराहरू त त्यो लक्ष्य निर्धारण गरेकै हो नि त। भनेपछि अहिले 100 मेगावाट चाहिँ एउटा कम्पनीले व्यापार गर्ने भयो भन्ने हिसाबले प्राइभेटसँग पोजिटिभ छैन भन्ने कुरा लिनु हुँदैन। अनि यो 10 मेगावाटभन्दा कमकै कुरा आयो अहिले पिपिएको कुरामा पनि। त्योभन्दा माथिको पिपिए खुलाउनु पर्छ। 16,000 अहिले तपाईँले भन्नुभयो, मसँग त 16,000 भन्ने मात्रै थियो। 16,140 मेगावाटको पिपिए लाइनमा छ। यो बारेमा चाहिँ ऊर्जा मन्त्रालयका अधिकारी अथवा विद्युत प्राधिकरणकै कतिपय कर्मचारी उच्च कर्मचारीहरूसँग सोद्धाखेरि अब त्यो पिपिए बाँकी त छ, त्यो पिपिए चाहिँ प्रपर हिसाबले चाहिँ आयो भने मात्रै हामीले त्यसलाई चाहिँ ओके गर्ने, अथवा सेवनसँगै पनि कुरा गर्दाखेरि नेटवर्थको कुरा आउँछ। त्यसपछि यसमा चाहिँ अरू वित्तीय स्रोत जुटाउन नसकेको विषय पनि आउँछ होइन। तपाईँहरूले चाहिँ मेगावाट भनिदियो, स्रोत जुट्दैन। अनि त्यस पछाडि स्थानीय त्यो जग्गा मुआब्जाका विषयहरू आउँछ, ती क्लियरहरू हुँदैनन्। यस्ता समस्याहरू छन्। यस कारणले गर्दाखेरि चाहिँ यो निजी क्षेत्रले पनि यो समस्या समाधानमा पहललाई प्राथमिकता नदिइकन सिधै त्यो आइपिओ माग्ने जस्ता कामहरू भइरहेको छ भन्छन् के। यसो छ, यो भन्नेलाई मुख छोप्न सकिँदैन होइन। म तपाईँलाई सबैभन्दा क्लियर के गरौँ भने चाहिँ जुनसुकै क्षेत्रमा, एउटा मात्रै क्षेत्रमा होइन क्या, जस्तो पत्रकारिता भन्नुहोस्, यो ऊर्जा क्षेत्रै भन्नुहोस्, अरू उद्योग व्यवसाय जेसुकै क्षेत्रमा पनि, त्यो क्षेत्रमा पनि राम्रा र नराम्रा पक्षहरू छन् होइन। यो ऊर्जा सेक्टरमा पनि छन् है। त्यसमा म चाहिँ 100 का 100 चाहिँ तपाईँको ठिक छन् भन्ने गरी भन्दिनँ मैले। त्यो म सहमत छैन। त्यसमा चाहिँ मैले बारम्बार तपाईँले जे नाम लिनुभयो, सेवनको नाम लिनुभयो, इनियो लानुभयो, विद्युत विकास विभाग, यो सबैमा मैले के भनेको छु भनेपछि इपान वर्तमान इपानको नेतृत्वले फटाइ गर्ने सदस्यहरूलाई एडभोकेसी गर्दैन है। लिगल काम कानुन विपरीत काम गर्नलाई एडभोकेसी गर्दैन, तर अन्यायमा गरेकोलाई त एडभोकेसी गर्छ नि त। यसको हाम्रो उद्देश्य त्यही हो नि। त्यो भएकोले गर्दाखेरि सबैभन्दा क्लियर चाहिँ सबै क्षेत्र चाहिँ 100 का 100 चाहिँ शुद्ध छन् भन्ने कुरामा ठिक छैन। यसमा पनि केही होलान्, त्यो कुरामा हामीले सुधार्नुपर्छ। त्यो हामी बारम्बार भनिरहेका छौँ। अर्को कुरा, तपाईँ नेपाल सरकार ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालय, अब मन्त्रालय अनिखेरि विभाग, जस्तो विभागले 100 मेगावाटसम्म लाइसेन्स दिन्छ, मन्त्रालयले 500 मेगावाटसम्म दिन्छ, त्यो आफ्ना त्यो पोलिसी छन्। भनेपछि हामी लाइसेन्स लिन त कानुनी प्रक्रिया अनुसार विद्युत ऐन 2049 अनुसारलाई माग्या होला नि त। त्यो कानुन अनुसारै अनुमति पत्र दिएको होला नि त। अनुमति पत्र दिँदाखेरि तपाईँको पिपिए चाहिँ हुँदैन भनेर पहिल्यै अनुमति पत्रमा लेखिदिए भए त हामी अनुमति पत्र लिँदैन थियौँ नि त। के जबरजस्ती तपाईँको हात काटेर हामीले चाहिँ तानेर लिएको त होइन नि अनुमति पत्र, नेपाल सरकारको नियम कानुन अनुसार दिएको हो नि त। त्यस कारणले गर्दाखेरि अहिले हामीले भन्नुपर्ने के हो भने तपाईँहरूको त्यो 16,140 मेगावाट पनि तुरन्त पिपिए गरिदिनुहोस्, किनभने तपाईँले लाइसेन्स दिएको हो नि त।
राजस्वमा हामीले अहिले मात्रै आजभन्दा तपाईँको 1 वर्ष अगाडिको डाटा हो। अहिले 10% नै ब्याज हिसाब गरेर पनि 10% अरू थपियो होला। अहिले 16,140 मेगावाट पिपिओमा जति एप्लाई भएको छन् त्यसमा 66 अरब लगानी छ हाम्रो 1 वर्ष अगाडिको डाटा। अहिले त 70 अरब भनौँ न अब, होइन, लगानी छ। त्यो लगानी मान्छेले ख्याल गर्नलाई अथवा केही उ गर्नलाई चाहिँ रेला गर्न लगानी गरे हो र होइन नि। त्यस अर्थमा हामीले नेपाल सरकारलाई के भन्नुपर्छ भनेपछि तपाईँहरू पिपिए गरिदिनुहोस्। अरू हामीलाई थाहा छैन के पिपिए गरिदिनुहोस् कि अनुमति पत्र सबै सरकारले लिनुहोस्, पैसा फिर्ता दिनुहोस् हाम्रो, होइन। जनताको पैसाको के अरे सम्पत्तिको सुरक्षा त संविधानले भनेको छैन त। यो लगानी गर्ने चाहिँ जनता होइन त भनेपछि त्यो त्यसरी चाहिँ हामीले अगाडि बढ्नुपर्ने हो। तर हामी सरकारसँग के भन्दैछौँ अहिले भने त्यो होइन। सरकारले अनुमति दियो, हामीले पैसा लगानी गऱ्यौँ, अहिले हामीले चाहिँ विद्युत उत्पादन गऱ्यौँ, होइन, विद्युत उत्पादन गऱ्यौँ। त्यसो भएपछि के हुन्छ भने अब चाहिँ राष्ट्रिय समस्याको रूपमा यसलाई अब समाधान कसरी गर्न सकिन्छ त? तपाईँको ट्रेडिङको लाइसेन्स दिने, निजी क्षेत्रले पनि व्यापार गर्ने, एनइएले पनि व्यापार गर्ने, होइन। त्यसो गरेर यसलाई चाहिँ के हो भने विन विन हिसाबले चाहिँ काम गरौँ भनिरहेको छु नि त। हामी ट्रेडिङको लाइसेन्स दिनु भनेको के हो भन्दाखेरि हामी पनि व्यापार गर्छौँ भनेर दिनु भनेको हो नि त। हिजो होइन, भोलि त तपाईँको मैले सकिगएँ। भोलि त तपाईँको व्यापारको लाइसेन्स दिनु भनेको हामी त व्यापार गर्छौँ एनइए जति व्यापार गर्छौँ भने हो नि त। भनेपछि त्यो सबै सोल्युसन खोजेको एउटा कुरा। अर्को कुरा के हो भनेपछि सरकारले तपाईँको हाम्रो त जलविद्युतको नेपालमा इतिहास त नेपालका जे पनि गौरवमय छन् क्या। तपाईँ विक्रम सम्वत 1968 फर्मिङ बनेको नि सबैभन्दा पहिला। त्यसको 115 वर्ष भइसक्यो त अहिले। अनि सरकारले 115 वर्षमा आजको डाटा तपाईँलाई भनौँ मैले लगभग 4500 मेगावाट पुग्यो हाम्रो। अहिले त हाम्रो 1 महिना 2 दिनमा प्रोजेक्टहरू जोडिरहेका हुन्छन्। 6200 मेगावाटको प्रोजेक्ट त निर्माणमा छन्, होइन। कुन कतिखेर जोडिन्छ, महिनामा त 8-10 वटा प्रोजेक्ट त जोडिरहेका हुन्छन् नि, जोडिरहेका हुन्छन्। भनेपछि अहिले लगभग चाहिँ हाम्रो 4500 मेगावाट उत्पादन छ। त्यो उत्पादनमध्ये 3600-3700 मेगावाट उत्पादन निजी क्षेत्रको हो, 800 उत्पादन सरकारको हो। 115 वर्षमा तपाईँको 800 बनाउने सरकारले 26 वर्ष 25 वर्षमा तपाईँको 3700 बनाउने निजी क्षेत्रलाई पनि त योगदानको कदर त गर्नु पर्यो होला नि त। तपाईँले भने जस्तो त के अरे त्यही तपाईँको ऊ नै आइपिओमै गडबड गरे, केमै गडबड गरे भनेपछि त अहिले त्यो समाज त्यस्तो छ हेर्नु। चौथाहरू तपाईँहरूले पनि बुझ्नुपर्छ, समाजलाई बुझाउनुपर्छ। मैले अघि पनि भने फेरि दोहोऱ्याउँछु, गल्ती कमजोरी गर्नेलाई हामी सदस्य हो भनेर जोगाउन खोज्दैनौँ। गल्ती कमजोरी नियम कानुन भन्दा बाहिर गएर काम गर्न कसैलाई छुट छैन। तर के हो भनेपछि तपाईँको गरी खाने जति चाहिँ लाई चाहिँ गाली गर्ने नि यो जुन समाजको ऊ छ नि, यो अहिले चाहिँ जे ट्रेन चाहिँ विकास भइरहेको छ नि त्यो ट्रेन त गलत होइन नि। त्यो सपोर्टै गरेर चाहिँ एउटा तथ्य जसरी हिजो राज्यले मात्रै लगानी गर्ने भन्ने थियो जलविद्युत आयोजनामा, त्यस पछाडि निजी क्षेत्रलाई खोलिदियो, ब्याङ्कहरू सामेल भए, अनि यसले अर्थतन्त्रमा भ्यालु एड भयो, होइन। त्यो भएको कति भयो? त्यो त तपाईँको 55 सालमा पिपिए खुलेको जस्तो ऐन 30 वर्ष ऐन त तपाईँको 49 मा आयो, नियमावली 2050 मा आयो। तर निजी क्षेत्र कतिखेर आउँछ भन्दाखेरि त कति पैसा कमिन्छ भने देख्नु परेन। त्यो पिपिएको दर रेट फाइनल भएको त 2055 सालमा हो। त्यस अर्थमा औपचारिक रूपमा निजी क्षेत्र आएको भनेको 2055 सालमा 30 वर्ष भएछ तपाईँहरू आउनु भएको, होइन। तर 30 वर्षमा 26 वर्ष भन्नु न, 50 मा त हुँदै होइन नि। त्यस पछाडि चाहिँ अब फेरि थप भ्यालु एड गर्ने बेलामा तपाईँहरूलाई सँगै लिएर अब नयाँ तपाईँहरूले पावर ट्रेडिङ गर्न दिने, तपाईँहरूको आफ्नै ट्रान्समिसन लाइन बनाउन दिने बेला पनि त आयो नि त, होइन। यसो हो, नेपाल सरकारकै भएका नेपाल विद्युतका पहिला फरक के छुट्याउनु पऱ्यो भने नि हामी चन्द्रलोकका मान्छे होइन क्या। सबैभन्दा पहिला तपाईँ म चन्द्रलोकका मान्छे हो र, अनि यहाँ सरकारमा बस्ने चाहिँ यही लोकका मान्छे हो र। हामी सबैको देश हो, हामी सबैको जिम्मेवारी हो नि। तपाईँको मैले त्यो के अर्थमा तपाईँलाई भनिरहेको छु भने नेपाल विद्युत प्राधिकरणको ट्रान्समिसन लाइन छ, आरपिजिसिएलको ट्रान्समिसन लाइन होला, हाम्रो निजी क्षेत्रको ट्रान्समिसन लाइन होला। त्यहाँ त जुनसुकै पनि बिजुली बग्न पाउनु पऱ्यो, बरु त्यसको कस्ट चाहिँ तिर्नु पऱ्यो नि, व्हिलिङ चार्ज तिर्नु पऱ्यो। सिक्ने कुरा त यहीँ तपाईँ भारतबाट सिकि भइहाल्छ, हामी भारतभन्दा टाढा जानै पर्दैन। हाइवेमा जुन ब्रान्डको गाडी कुदायो नि, हाइवेमा जुन ब्रान्डको गाडी कुदायो ट्याक्स तिर्छ कुदाउँछ। अहिले हामी जब हाइवेमा जुनसुकै गाडी कुदाउँ न ट्याक्स तिर्छ कुदाउँछ नि। यो गाडी चाहिँ कुद्नु नपाउने, त्यो गाडी चाहिँ कुद्नु नपाउने भनेको छैन नि। भनेपछि त्यस अर्थमा के एकदम खुला हिसाबले तर्क वितर्क गरौँ, खुला हिसाबले छलफल गरौँ, राम्रो चिजको कपी गरौँ र त्यसलाई चाहिँ मोडलको रूपमा डेभलप गरौँ न। एउटा मैले नबुझेको के हो तपाईँले बुझाइदिनु। अहिले ब्याङ्कको ब्याज एकदम मिनिमम छ, लोएस्ट छ, इतिहासमै लोएस्ट छ।
अनि यो सस्तो ब्याज लिएर चलायो भने तपाईँलाई आइपिओ किन चाहियो? यसो यसो नि त त्यो मलाई गर्ने क्वेसन तपाईँले तपाईँको सिएमएनको अध्यक्षले गर्ने क्वेसन मलाई गर्नुभयो अथवा नेपाल सरकारलाई गर्ने क्वेसन। किनभने सिएमएनको पनि नियमावलीमा छ नि, नियमावली भनेको त मन्त्री परिषदले बनाउँछ होइन। त्यो सिएमएनकैबाट चाहिँ सिएमएनमा के छ भनेपछि स्थानीयहरू लाभान्वित हुन् भन्ने हिसाबले हामीले एउटा निश्चित अवधिभित्र चाहिँ नेपाल सरकारकै सम्पत्ति हो भन्ने हिसाबले हामीले प्रोजेक्ट बनाइराखेको हो नि त होइन त। भनेपछि यो चाहिँ के भनेपछि केही समय पछाडि त नेपाल सरकारको सम्पत्ति हो। त्यस अर्थमा जल जङ्गल जमिन त सरकारको सम्पत्ति हुन्छ नि त। एउटा लेभल पछाडि त हामी पनि सरकारलाई बुझाउने भनेपछि त्यो चाहिँ स्थानीयहरू प्रभावित हुन् भन्ने मैले रहर गरेर तपाईँले रहर गरेर मधेसमा अथवा काठमाडौँ उपत्यकामा त हाइड्रो पावर त बन्दैन त, पाहाडमै जानु पऱ्यो नि त। पाहाडमा जानु पऱ्यो, पाहाडमा जाँदाखेरि त्यहाँका मान्छेहरू पनि लाभान्वित हुन् भन्ने हिसाबले सिएमएनको नियमावलीमा 10% सेयर निष्कासन गर्नै पर्ने भनेर लेखाएको छ क्या। त्यो त मेरो रहरले मात्रै होइन नि त। एउटा कुरा तपाईँले भने जस्तो कुरा जसो जलविद्युतको सेयर निष्कासनै गर्न नपाउने पहिल्यै भनिदिए भए म यो साइडमा राम्रो लागेमा आउँथ्यो होला, राम्रो लागे आउँदिन थियो होला। तर तपाईँ खेल सुरु गर्ने, फुटबल सुरु गर्ने अनि गेम सुरु गरेपछि पोस्ट चाहिँ बिचमा ल्याउँछु भन्दा हुन्छ त? फेयर प्ले गोल पोस्ट चाहिँ बिचमा ल्याइदिनु नि त, गोल गर्न सजिलो पर्नु भनेर भन्छ र भनेको हुँदैन नि। भने ठिक छ त, अघि पनि मैले तपाईँलाई भनिसकेँ ठिक छ। अब सरकारले नयाँ नियम ल्याउने भयो, नयाँ ऐन ल्याउने भयो, अब सेयर निकाल्न नपाउने भयो, ल ठिक छ। अहिलेसम्मको जनताको पैसा हामी पनि जनता हो नि त। हाम्रो लगानी चाहिँ गरिदिउँ, सरकार लाइसेन्स ल्याऊ, जसलाई म सेयरै ननिकालिकन बनाउँछु भन्ने कुरा फिजिबल लाग्यो बनाउला होइन, डिभिडेन्ड खाने हिसाबले। अब नलागे नबनाउला नि। तर चाहिँ तपाईँको खेल सुरु भएपछि खेलको नियम परिवर्तन गरेर पाएन त्यो। र हाम्रो बाध्यता के हो भनेपछि त्यो नियमावलीले भनेपछि हामीले दिनैपर्ने बाध्यता छ नि त। सेयर दिनेपछि बाध्यता भएपछि यहाँ अहिले अप्ठ्यारो कस्तो परेको छ नि, 34वटा आयोजना पर ऊ भएको छैन, बत्ती बलिसकेको छ। बत्ती बलेपछि पनि सेयर किन देउन भनेर गाउँले तपाईँको पावर हाउस बन्द गरेर आएको छ। अब मेरो रहरले त त्यो गाउँलाई सेयर दिने पाउँदैन, अनुमति त पाउनु पऱ्यो सेवनबाट। भनेपछि त्यस्तो अवस्था छ। भनेपछि यो तपाईँले भनेको कुरा ठिक छ, तर कतिखेर ठिक छ त्यस्तै नियम ऐन ल्याउनु पऱ्यो क्या ठ्याक्क। यो 4 महिनामा 4.5 महिनामा म अरू कुराहरू थोरै छन्, यो 4.5-5 महिनामा यो जलविद्युत क्षेत्रमा पोलिसी डिपार्चर के देख्नुहुन्छ? यसमा सरकार, ऊर्जा मन्त्रालय, सेबुन प्राधिकरण त छँदैछ, नियमन आयोग पनि छँदैछ। त्यहाँभित्र यी सबै चाहिँ निकायहरूभित्र भएको मेकानिजम कतिको इजी छ पोलिसी डिपार्चरको लागि? यसो छ, यो इजी छैन है, इजी छैन। यसो छ, मैले के भनेपछि यो देशमा नि अत्याचार वितृष्णा भयो नि त। धेरै वितृष्णाको परिणाम यो द्वितीयको सरकार हो नि त। पहिलाकै नेताहरूले सबैले राम्रो गरिदिए भए यो लेभलको वितृष्णा र यो त्यो लेभल द्वितीय नजिकको सरकार त आउँदैन थियो नि। त्यो भएर त्यो वितृष्णालाई क्यास गरेर अहिलेको सरकार आएको छ र अहिलेको सरकारसँग धेरै ठुलो जनताले आशा र अपेक्षा गरेको छ। म पनि त्यही जनता हुँ, मैले यो सरकारबाट धेरै आशा अपेक्षा गरेको छु होइन। हिजो हामीले इपानले नै सबै शीर्ष नेताहरूको घर घरमा गएर जतिखेर घोषणापत्र बन्दै थियो, घोषणापत्र बन्ने बेलामा घर घरमा गएर चाहिँ या अफिसमा गएर चाहिँ हामीले यो गरिदिनु पऱ्यो भनेर हामीले सुझाव दिएका थियौँ। घोषणापत्रमा यो ल्याइदिनुहोस् भनेर। तपाईँको कस्तो भयो भने चाहिँ सबै पार्टीहरूले घोषणापत्र राम्रै ल्याए ऊर्जा सेक्टरलाई। त्योभन्दा छलाङ मारेर यो द्वितीय नजिकको सरकारले हाम्रा अधिकांश मागहरू, इपानले राखेका अधिकांश मागहरू चाहिँ घोषणापत्रमा समेटिया छन्। हामी त अहिले त सरकारलाई त अरू केही भनेर तपाईँकै घोषणापत्र बाचापत्र पुरा गरिदिनु न भन्ने हो क्या। त्यो पुरा गरेपछि भयो नि। तर त्यो लेभलमा आशा गरेको थियौँ हामीले। 100 बुधे कार्ययोजना आयो, त्यो कार्ययोजनामा पनि ऊर्जा सेक्टर तपाईँको अलिकति प्राथमिकतामा परेकै छ। बजेट आयो, बजेटमा पनि धेर थोर परेकै छ होइन, परेकै छ। तर कार्यान्वयनमा छैन। र कार्यान्वयनमा के हुन्छ भने नि, जस्तो मलाई त्यो नमिठो लाग्न सक्छ, मैले सत्य कुरा बोल्ने मान्छे हो, नमिठो लाग्न सक्यो क्या। जस्तो यही संयन्त्रले यही स्टाइलले क्या, जुन स्टाइलले सनातनी स्टाइलले सरकार चलिरहेको छ नि, त्यही स्टाइलले चल्दा त हिजो विकास भइहाल्थ्यो कि टन्न। त्यही स्टाइलले चल्दाखेरि हुने भए त हुँदैन नि। त्यो त परिवर्तन चाहियो नि त। भनेपछि अब चाहिँ आमूल परिवर्तन, तपाईँको कर्मचारी स्थायी सरकारमा पनि आमूल परिवर्तनको जरुरी छ। स्थायी सरकार हो नि त, ड्राफ्ट बनाउने, सबै बनाउने, कानुन बनाउनु, उठाउने होइन। तपाईँको ती संसदमा भन्नुहोस्, मिनी संसदमा भन्नुहोस्, समितिहरूमा भन्नुहोस्,
सचिव त के हुन्छ भनेपछि सबै ड्राफ्ट गर्नेदेखि लिएर सबै तयार गर्ने त स्थायी सरकार हो नि त भनेपछि त्यसलाई चिरेर अगाडि बढ्न सकिएन भने त तपाईँको विकास निर्माण त्यस्तै हो हेर्नु होइन त्यो तपाईँको पोलिसी डिप्राचर हुँदै हुँदैन तपाईँले भने जस्तो अहिले त कस्तो चाहिएको छ भने नि म तपाईँलाई एउटा सानो उदाहरण मात्रै दिन्छु कि म समस्या भन्न थाल्नु भने समस्या धेरै छन् यो ऊर्जा सेक्टरका त्यो भनेर सकिँदैन मैले एउटा मात्रै के गर्छु भने मैले भन्ने गरेको छु नेपालमा नेपाल सरकार र वन सरकार छ वन सरकार बेग्लै छ नेपाल सरकारले भनेको मान्दैन वन मन्त्रालय छ वन विभाग छ वातावरण विभाग छ होइन वन मन्त्रालयले सचिवले भनेको वातावरण विभागको डिजिटली मान्दैन है त्यो चेन अफ कमान्ड नि त्यस्तो छ अनि तपाईँलाई के छ भने 10वटा जति आरक्षण संरक्षित क्षेत्रहरू छन् पहाडी भेगमा म मधेसको कुरा गरिरहेको छैन सिमसार होइन सिमसारको तलको क्षेत्रको कुरा गरिसक्यो पहाडी भेगमा 10वटा जति कन्जर्भेसन एरिया रिजर्भेसन एरिया हन्टिङ एरिया छन् है त्यसको मैले यसो सरसर्ती क्यालकुलेसन गरेँ कि त्यसको चाहिँ क्षेत्रफल कति छ भनेर त्यो झन्डै 6.9% क्षेत्रफल छ हो अहिले तपाईँको 47% चाहिँ त्यो चाहिँ वन क्षेत्र भइसक्यो सरकारी वन निजी वन 5% जति भएको छ 52% भयो 6.9% जति यो रिजर्भेसन कन्जर्भेसन चाहिँ एरिया छ त्यो पऱ्यो होइन भन्दाखेरि 59% हो 15% चाहिँ 5000 माथिको हिमाली क्षेत्र छ त्यसमा केही विकास निर्माणको काम हुँदैन हो तपाईँको 74% भयो क्या अब विकास गर्ने चाहिँ कहाँनिर होला तपाईँको के अरे ऊ चाहिँ के अरे जलविद्युत बनाउने चाहिँ कहाँनिर होला जलविद्युत त जति माथि गयो हो त्यति राम्रा खोलाहरू छन् त्यति ऊ छ नि त भनेपछि अहिले मैले सरकारसँग के भनिराखेको भनेपछि यो जति पनि हन्टिङ एरिया रिजर्भर जे एरिया छन् नि त्यसको राइट अफ भयो कम्तीमा राइट अफ भयो चाहिँ 100 मिटर 1 किलोमिटर चाहिँ दायाँ बायाँ तपाईँको राइट अफ भयो भने त्यहाँ बिजुली पनि बन्छ त्यहाँ चाहिँ तपाईँको ट्रान्समिसन लाइन पनि बन्छ त्यहाँ बाटो पनि बन्छ त्यसलाई चाहिँ त्यो रिजर्भर हन्टिङ एरिया जे हो त्योबाट बाहिर ल्याउँ भनेर भनेको क्या भनेको यस्ता काम चाहिँ अब कसले गर्न दिँदैन युरोपमा अमेरिकामा जाने यो जो वन मन्त्रालय जे छन् त्यो सम्बन्ध तपाईँले गत वर्षको कोपमा सुन्नुभयो होला तपाईँको वन मन्त्रालयमा त पिएन पनि थिएन सबै विदेशी है भनेपछि त्यसो भएपछि उहाँहरू जाने उहाँ पोलिसी बनाउने उहाँ के पोलिसी बनाउनु 1 वर्ष 100 वर्ष अगाडिको पोलिसी बनाउँछ नि त उहाँ त जस्तो मैले चाहिँ एउटा ऊ हेरेको थिएँ स्विजरल्यान्डमा 125 वर्ष अगाडि 10 किलोमिटरको टनल बनाएको छ अहिले हामी एउटा टनल चाहिँ सबैको 4 किलोमिटरको टनल बनाएर यहाँ टनल युगमा प्रवेश गरौँ भनेको छौँ नि त्यो चाहिँ 125 वर्ष पहिला पर भएको थियो कि अनि त्यहाँ बसेर त्यहाँको स्ट्यान्डर्डमा डकुमेन्ट बनाएर नेपालमा लागू गर्दाखेरि हालत के होला विकास निर्माण हुन्छ भनेपछि यसलाई चिर्न सकेन अहिलेको सरकार भने के अपेक्षा हुन्छ भने यो किक स्टार्ट भयो गियर हाल्न बाँकी हो के हो अनि के स्टार्टै पो नभएको हो कि 4 महिनासम्म भन्ने भयो क्या अझै त्यो भनेर म निराश चाहिँ छैन हेर्नु होइन म आशावादी चाहिँ छु मैले अब कति कुरा बुझाउन सकिएन होला हाम्रै पनि दोष होला नि त म पनि त अहिले त कुरा बुझाउनु पर्ने ठाउँमा छु नि त होइन यस्तो भनेर बुझाउनु त पऱ्यो भनेपछि त्यो होला तर चाहिँ के स्टार्टै भएको छैन अन्तिममा म यहाँलाई चाहिँ एउटा सोध्नै पर्ने एउटा कुरा छ यो पानीमा भू राजनीति जोडिन्छ होइन जोडिएकै छ जोडिएकै छ अनि एउटा सत्य कुरा के हो भने जति पनि हाम्रो बिजुली आयोजनाका कुराहरू मेगावाटका कुराहरू गरिरहेको छ त्यो सबै नेपालमा खपत हुन सम्भव छैन हामीले दोस्रो देश भारत हुँदै तेस्रो देशसम्म पनिको व्यापारको एउटा अभ्यास गरिसक्यो गइरहनु पनि रहेछ अब तपाईँले कति बोल्न मिल्छ अब यो एउटाले गरेको लगानीको जलविद्युतको त्यो बिजुली म लिन्न अर्कोले गरेकाको लिन्छु भन्ने कुराहरू पनि चलिराखेका छन् अलिअलि आएको छ अनि त्यस पछाडि यो वर्षको 2-3 पटक स्वीकृति लिनुपर्ने हुने रहेछ उताको चाहिँ तपाईँको रियल टाइम ऊर्जा र त्यसपछि अर्को G2G भन्ने पनि रहेछ होइन अब यसमा यो पनि त काइन्ड अफ हर्डल होला नि त यो जियो पोलिटिकल हर्डल यसलाई हाम्रो चाहिँ तपाईँले अहिले दाबी गरिहाल्नु भयो हामी त 35-37 त हामीले आफैले उत्पादन गरिसकेका छौँ भन्नुभयो अब अर्को चाहिँ 2000 तपाईँहरूले थप्ने बित्तिकै त अनि फेरि चाहिँ यता खेलफडको 2000 6200 निर्माण हुन्छ 6200 निर्माण अर्को 1000 थपिने बित्तिकै त यता म्यानेजमेन्ट गर्नु परिहाल्छ यसो चाहिँ यसमा के हुनु छ भने पोजिटिभली हेर्नुपर्छ जसले पनि आफ्नो देशको हित हेर्छ आफ्नो देशको हित हेर्दाखेरि तपाईँको त्यसलाई चाहिँ स्वाभाविक मान्नुपर्छ होइन तर एउटा कुरा के छ भने चाहिँ अहिले हामीले पोलिसी लेभलमा जस्तो हामी राजदूतलाई भेट्न गयौँ छलफलमा त म धेरै छु नि होइन परराष्ट्र मन्त्रालयमा छलफल भएको छ सबै छलफल भएको छ त्यसमा के एउटा अनुरोध हो भने जस्तो अहिले पछिल्लो पिरियडमा अलिकति लचिलो पनि भएको छ जस्तो
अहिले चाहिँ तपाईँको 2टा चाइनाको कम्पनीहरूलाई भारतभित्र ट्रान्समिसन लाइनमा चाहिँ एलाउ गर्यो क्या, टेन्डर हाल्नलाई एलाउ गर्यो होइन। त्यसले गर्दाखेरि अलिकति ऊ पनि भएको छ। उनीहरू आफै अरबौँको व्यापार गरिरहेको छ नि, अरबौँ डलरको। भारत र चाइना पनि व्यापार नगरेको भन्ने त छैन। तर अलिकति हाम्रो चाहिँ ऊ चाहिँ के अरे कूटनीतिक चाहिँ अलिकति नपुगेको होला जस्तो मलाई लाग्छ होइन। त्यसमा हामीले पनि अहिले पहल के गरेछौँ भने कम्तीमा ल ठिक छ लगानी भएको नलिनुहोस्, उहाँहरूको पोलिसी हो नि त, हामीले त्यसमा हस्तक्षेप गर्न मिल्दैन। कम्तीमा टेन्डर खोलियो, मैले एउटा उदाहरण दिन चाहन्छु, 456 मेगावाट होइन, 456 मेगावाटका 5वटा कन्ट्र्याक्टरहरू थिए जम्मा। त्यो ग्लोबल टेन्डर भएको थियो, त्यसमा एउटा कन्ट्र्याक्टर चाइनिज थियो क्या, त्यसको बिजुली गएको छैन क्या, कन्ट्र्याक्टर हो क्या, लगानी हुने क्या, त्यो पनि 5वटा मध्ये एउटा क्या। अनि त्यो के हुन्छ भने ग्लोबल टेन्डरमा चाहिँ फलानु चाहिँ नहाल, फलानु चाहिँ ढिस्काल चाहिँ नहाल भन्न त मिल्दैन, ऊ त जित्यो हो, अब के गर्छ, जित्यो भनेपछि त्यस्तोसम्म कुरालाई त कन्सिडर गर्नुपर्छ नि भनेर हामीले लबिङ पनि गरिरहेछौँ, कुरा पनि गरिरहेछौँ होइन। अब हेरौँ त्यसलाई के गर्छ। तर चाहिँ अनि अर्को चाहिँ तपाईँले भन्नुभयो मार्केटको कुरा गर्नु भने, जस्तो मार्केटको कुरा अहिले नेपाल र भारतमा G2G गभर्मेन्ट टु गभर्मेन्ट मात्रै व्यापार भइरहेछ है। जस्तो बङ्गलादेशमा गयो, बङ्गलादेश पनि हामीले गफ गर्ने कुरा मात्रै हो। 40 मेगावाट भारतले उनीहरूको चाहिँ कूटनीतिक मिलेको थियो होइन, त्यो दियो। त्यहाँदेखि पछाडि त दिएन नि, अहिले 20 मेगावाट मागेको दिएन नि त होइन। भनेपछि त्यो पनि भारतको कुरा हो, उसको जमिन भएर दिने नदिने त उसको राइटको कुरा भयो नि त होइन। त्यसमा पनि हामी धेरै गर्न मिल्दैन। तर हाम्रो चाहिँ जति गफ गरे पनि चाइना बङ्गलादेश जे गरे पनि हाम्रो मार्केट भनेको भारतै हो। भारतलाई आज पनि हाइड्रो पावरको आवश्यकता छ होइन। त्यो चाहिँ के हो भने G2G मात्रै व्यापार गरेर हुँदैन, B2B गर्नु पर्यो। अब हामी भारतमा तपाईँको 49% प्राइभेट सेक्टर हो, झन्डै तपाईँको 5,75,000 मेगावाट बिजुली छ। अनि अर्को कुरा मैले सकिगएँ, अर्को कुरा उनीहरूको पोलिसी के छ भनेपछि 10% चाहिँ हाइड्रो पावर पुर्याउनै पर्छ भन्ने छ। जो 6 लाख मेगावाटको 10% त 60,000 मेगावाट हुन्छ नि। आज उनीहरूकोमा 45-46,000 मेगावाट मात्रै छ हाइड्रो पावर। त्यसको मतलब आजै पनि 14,000 मेगावाट त त्यो डिमान्ड छ नि त। त्यो 10,000 तपाईँको सम्झौता गरेको नि, त्यो देखावटीको लागि यसो गरिराखौँ भनेर गरेको सम्झौता होइन कि। हामीसँग अहिले नेपाल सरकारको के जान्छ त भन्नु न। ल B2B व्यापार गरेर दिनु, व्यापारीले पैसा कमाउँछ, कर तिर्छ, ट्याक्स तिर्छ, देशभित्र पैसा आउँछ होइन। अहिले 7वटा कम्पनीहरूले ट्रेडिङको लाइसेन्स मागेको छ। 7वटा कम्पनीमध्ये एउटा कम्पनीले 2500 मेगावाटको MOU गरेको छ। आज हाम्रो 1200 मेगावाट विद्युत गइरहेको छ। 2500 मेगावाटको त अर्को प्राइभेट कम्पनी MOU गरेर बसेको छ त होइन। जहाँ बोटलनेक छ ट्रान्समिसन लाइन पनि बनाउँछु भनेको छ। किनभने ट्रान्समिसन लाइन बनाउन, विद्युत उत्पादन गर्न त तपाईँको नेपालमा निजी क्षेत्रहरू पास भइसक्यो। ट्रान्समिसन लाइन मात्रै कस्तो हुन्छ भने हामीले ट्रान्समिसन लाइन चाहिँ पावर हाउसदेखि जहाँ सब स्टेसन छ नि, ग्रिड छ नि, एनइओको ग्रिड, त्यहाँसम्म त हामीले बनाएका छौँ। अनि त्यो हिसाबले त रोड पनि बनाउनु भएको, हजारौँ किलोमिटर ट्रान्समिसन लाइन बनाउँछौँ, हजारौँ किलोमिटर हामी रोड बनाएका छौँ, सब गरेका छौँ त होइन। भनेपछि अनि तपाईँको 25-26को पिरियडमा 3500-3700 मेगावाट उत्पादन गरेका छौँ होइन। अब ट्रान्समिसन लाइन बनाउनु पनि हामी पास भयौँ। अब सरकारले फेल भन्न मिल्दैन क्या। विद्युत उत्पादन गरेर पनि पास भयौँ। हामी ट्रेडिङ गरेर पनि पास हुन्छौँ। लाइसेन्स दिनुहोस् न। नेपाल सरकारको बजेटमा, अर्थ मन्त्रालयको बजेटमा त केही इफेक्ट त गर्ने होइन यसले त। यसले त उल्टो तपाईँको राजस्व तिर्छ, लागेको लाइसेन्स लिँदाखेरि लाग्ने राजस्व तिर्छ, पैसा कमाउँछ, ट्याक्स तिर्छ होइन। भनेपछि यो के भने कहीँ खुम्चिनु हुँदैन र मार्केट हुँदैन कि भोलि डुबिन्छ कि भन्नु हुँदैन कि व्यापारमा। 25 वर्ष 30 वर्ष PPA हामी गर्न तयार छौँ त भारतसँग। अब कहाँनिर डुब्छ भन्नु त। अब एग्रिमेन्टलाई नै विश्वास नगर्ने भयो भने, संसारै विकास नगर्ने भने आकाश खस्छ भन्ने हो नि त। अब केही पनि नगरिकन बस्नु पऱ्यो, हाम्रो पानी छ भन्नु पऱ्यो, बस्नु पऱ्यो। भनेपछि यो तपाईँले भनेका सबै रिक्सहरू, त्यो नेगेटिभ साइडबाट हेर्ने भने त्यस्ता धेरै कुराहरू आउँछन्। तर मैले जसरी पोजिटिभली भने नि, त्यसमा चाहिँ हाम्रो मार्केट छ भने आज पनि UPमा 4,000 मेगावाटको टेन्डर खुलिएको छ। मैले हाल्न पाउँदिनँ नि त, खोइ त लाइसेन्स मलाई, म हाल्थेँ नि त 4,000 मेगावाट। अहिले 16,000 मेगावाट जति उत्पादनमा हुनेवाला छन् नि, तीमध्ये हामी छान्थ्यौँ र कम्पनी गरेर 4,000 मेगावाटको टेन्डर हाल्थ्यौँ नि त। उनीहरूले केही रोकेको छैन, आउनुहोस् हाल्नुहोस्, नेपाली पनि केही छैन होइन। भनेपछि अब विडम्बना के छ भनेपछि हाम्रो रिसोर्स छ, हामीले बेच्नु परेको छ, हामी सबै गर्नु परेको छ नि, हाम्रैतिर टाइट छ क्या। उतातिर मार्केट पनि छ, पैसा पनि छ, सबै छ, निजी क्षेत्र काम गर्न तयार छ, निजीसँग मिलेर। भनेपछि हामीले नै रोक्नु पर्यो। आफ्टर अल हामीले खोज्नु पर्ने कुरामा हामी रोकिरहेको छौँ क्या। त्यो चिज चाहिँ सरकारमै गएर अड्क्यो होइन, सरकारमै गएर अड्क्यो। सरकारले त यसो नि त, सरकार त जति जे भने पनि हाम्रो अभिभावक नि होइन। तपाईँको 2055 सालमा निजी क्षेत्रसँग PPA नगरिदिए भएदेखि हामी पनि त हामी हुँदैन थियौँ नि त। अहिले
हामीले यत्रो चाहिँ 3700 मेगावाट उत्पादन गरेर भन्नु पाउँदैन। त्यस कारणले गर्दाखेरि सरकार त हामी सबैको गार्जेन नै भइगयो, त्यसमा दुई मत छैन। अब घुर्क्याउने गार्जेनलाई नै हो, तर गार्जेन छिटो गरिदिनुहोस् भन्ने हो, त्यही त हो। हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धन्यवाद दिन चाहन्छु। आज जति पनि कुरा गरियो, जलविद्युत क्षेत्रसँग सम्बन्धित विषयमा कुरा गरियो। अब धेरै सबै कुरा त समेटिएन होला, जति समेटियो मेरो विचारमा चाहिँ यो फलदायी नै हुन्छ भन्ने जस्तो लाग्छ। यहाँलाई धेरै धन्यवाद। यसो छ, अब यहाँ चाहिँ यो सेक्टर ठुलो छ, त्यसैले गर्दाखेरि धेरै कुराहरू आउँछन् होइन। यति थोरै समयले यो सबै समेटिँदैन, फेरि पनि गरौँला। ईश्वरजी, तपाईँ र तपाईँको बिच पार्टीलाई म धेरै धेरै धन्यवाद दिन्छु। हस्, थ्याङ्क यू।